बिहानै 6:30 बजे नै हामी रेडी भएर रुमबाट निस्किँदैछौँ र जहिले हामी यहीँबाट निस्किन्छौँ होइन। आज असोज 12 गते आइतबार रहेको छ र बिहानलाई सदुपयोग गर्न हामी निस्केका छौँ। र हेर्नुहोस् पृथ्वी चोकको अवस्था कस्तो रहेको छ जेनजी आन्दोलनले गर्दाखेरि होइन। र हिमालहरू पनि कस्तो मजाको देखिरहेको छ। र त्यस पछाडि हामी अहिले होइन आइरहेका छौँ माडवाडीमा। पोखरा आएर माडवाडीमा पसेर नखाएसम्म चाहिँ मेरो फेरि त्यो दिनको पूर्ति नै हुँदैन होइन। बुढोले मलाई सधैँ तिम्रो ससुराली भनेर जिस्काउनुहुन्छ, बस्ने ठाउँलाई पनि खाने ठाउँलाई पनि। मेरो फेरि फेभरेट ठाउँ हुन्छ नि जुन होइन, त्यहाँ चाहिँ नियमित जान्छु नि त म। बुढोले त्यही भनेर जिस्काउनुहुन्छ। त्यसपछि खाएर हामी चाहिँ अहिलेको लेटेस्ट यो भाइरल प्लेस रहेछ होइन, भाइरल भएको ठाउँ रहेछ। हामी आएको बेलामा अब घुम्यौँ, फोटो खिच्यौँ, भिडियो खिच्यौँ। त्यस पछाडि अहिले फेरि यता फेवा तालको जुन पोइन्ट रहेको छ, भ्यू पोइन्ट जस्तो यताउति राम्रो एकदमै भ्यू देखिने ठाउँ त्यहीँनिर छौँ। र त्यहाँ आएर पनि पुरै अवलोकन गर्ने, फोटो भिडियो खिच्ने होइन काम त गर्नै पर्यो। मेमोरी क्याच गर्न मलाई एकदमै मनपर्छ कहीँ गएको ठाउँमा। त्यस पछाडि हामी चाहिँ अहिले चेकआउट हुँदैछौँ रुमबाट। अनि त्यस पछाडि बाटोमा आएर फेरि केही खायौँ, भोक लाग्यो रे बुढोलाई। आज भात खाएनौँ हामीले, यस्तै खानेकुराहरूले नै आज पेट भर्ने प्लान छ हाम्रो। बुढोले मोमो खानुभयो, मैले आलु चप। त्यसपछि फेरि हामी चिप्लेढुङ्गा आएका छौँ। र चिप्लेढुङ्गा आउनको रिजन भनेको चाहिँ थोरै केही किन्न थियो सामान हामीले, त्यसको लागि चाहिँ हामी आएका छौँ। एकदमै भिड थियो, चाप थियो। हेर्नुहोस् पार्किङ नै हेर्न सक्नुहुन्छ कस्तो अवस्था छ भनेर। त्यसपछि त्यहाँ खत्र्याङ मत्र्याङ किन्यौँ हल्का। फेरि यहाँ आएर सपिङ गऱ्यौँ हामीले, बुढाबुढीले थोरै धेरै होइन। र म घर गएर होइन बागलुङ गएर देखाउने छु सपिङ चाहिँ। र अहिले हामी बाटोमा छौँ नाउडाँडा। यहाँ आएर फेरि बुढोलाई चटपट खान मन लाग्यो रे। मैले थोरै खाएँ, धेरै खाएन। अनि बुढोले चाहिँ चटपट खानुभयो, अझ थप्ने भन्दै हुनुहुन्थ्यो, मैले मानेन। फेरि अलिकति यता आएर नयाँ फुल आएर फेरि खायो होइन, फेरि आयौँ। अनि फेरि अहिले हामी फेरि अर्मादी साइड आएर बदम लिएर आएका थियौँ। एकछिन त्यहीँ बसेर बदम खायौँ। अनि फाइनल्ली अहिले चाहिँ हामी रुममा आइसकेका छौँ। र यो बुढोले भन्नुभएको के फल, सीताफल समथिङ भन्दै हुनुहुन्थ्यो। यो क्लिप्स होइन, कपडा च्याप्ने। त्यस पछाडि यो चाहिँ ट्र्याक रहेको छ मेरो लागि, सिम्पल ट्र्याक लिएको थिएँ एउटा। अनि यो चाहिँ चुरा भयो, देख्न सक्नुहुन्छ बाला टाइप्समा रहेको छ। त्यस पछाडि एउटा काँटा होइन, रेड काँटा। अनि एउटा लिपस्टिक लिएँ आफ्नो लागि। अनि त्यस पछाडि यो चाहिँ कानमा लगाउने टप रहेको छ है। अनि त्यसपछि यो चाहिँ मेरो गाउन जस्तो हो, वान पिस जस्तो, बुढोको फेभरेट कलर भनेर बुढोलाई एकदमै मन पर्यो र यो कलर यो लिएँ मैले। र त्यसपछि यो टी सर्ट चाहिँ बुढोको लागि। र बुढोको लागि चाहिँ फेरि मैले सेलेक्ट गरेको टी सर्ट होइन। त्यस पछाडि हामी अहिले बागलुङ आइसकेर पनि अब सपिङ देखाएँ। अनि त्यसपछि खाना खायौँ। र अहिले हामी हेर्दैछौँ सुपर डान्सर च्याप्टर 5 इन्जोय गर्दैछौँ। र थकै लागेको थियो, चाँडै नै सुत्यौँ।